आदरणीय दर्शकवृन्दहरू नमस्कार। गिर्तामोड नगरपालिकाको गत शैक्षिक सत्रदेखि नयाँ एउटा कार्यक्रम थालनी भएको थियो। हरेक शुक्रबारहरूलाई सुनौलो शुक्रबारको रूपमा मनाउने निर्णय गरेको बमोजिम हाम्रो विद्यालयमा पनि विद्यार्थीहरूका अन्तर्निहित प्रतिभाहरूलाई प्रस्फुटन गराउन हाम्रो विद्यालय श्री पञ्चरत्न माध्यमिक विद्यालय गिर्तामोड 2 चौकीबारले पनि आजको शुक्रबार अर्थात् 2083 सालको श्रावण महिनाको 22 गतेको दिनको शुक्रबारलाई सुनौलो शुक्रबारको रूपमा मनाएको छ र सो कार्यक्रममा विद्यार्थीहरूले आफूभित्र रहेका अन्तर्निहित प्रतिभाहरूलाई विभिन्न विधाका माध्यमद्वारा प्रस्फुटन गरेका थिए र सो कार्यक्रमको सञ्चालन विद्यालयको शिक्षिका श्री टिमाया मैनालीले सञ्चालन गर्नुभएको थियो र विद्यार्थीहरूका सबै प्रतिभाहरूलाई प्रस्फुटन गर्ने अवसर दिएको हुनाले गर्दा उक्त कार्यक्रमको नाम मञ्च एक प्रतिभा अनेक भनेर राखिएको थियो र मञ्च एक प्रतिभा अनेक कार्यक्रममा हाम्रो विद्यालयमा केही दिनदेखि सङ्गीत सिकाइरहनु भएको सङ्गीत गुरुको पनि उपस्थित रहेको थियो र विद्यालयमा सञ्चालन भइरहेको उक्त कार्यक्रममा नृत्य, गीत, त्यसैगरी कविता, कथा जस्ता विभिन्न विधाहरूमा विद्यार्थीहरूले सहभागी भएका थिए। तपाईहरूले पनि यो भिडियोलाई अवलोकन गरेर विद्यालयमा भएका गतिविधिहरू हेर्न सक्नुहुनेछ। जस्ताको तस्तै हट भएर पट भएर ढिटी भएर ढिटी भएर
झलक हप्तामा सकिन्छ अनि दोकानमा उधारो पनि छिमेकीसँग माग्नु परेछ काम छाड्नु ठुलो हुँदैन भन्छन् केही काम छाड्नै हुन्छ बा यो समाज जान्नु परेछ त्यो बा तिमीले नकमाएको पैसा म कमाउँछु सबैको हेर सहन परेको छ त्यो पट्टि हटाएर महल बनाउँछु त्यो आमा तिमी पनि गुरु नै हो सबै पुराण गुरुलाई गर्नु सत्य समान गुरु नै हो जीवनको आधार न त कसैलाई धनी देख्छ न त कसैलाई गरिब न त कसैलाई आफ्नो भन्छ न त भन्छ पढाइ आफू जति दुःख भए पनि शिष्यलाई सुखी बनाउँदछ के भयो धेरै कुरा भयो भयो दसैँमा हरे मेरो कसी गाउँमै छ मेरो 4टा मसी मसेले मिलेर खाए मेरो कसी कसैको घाँटेर चुटाएछ रसी चोरेर निक्लो मेरै मसी अब यहाँ जिउन गाह्रो यहाँ चो चोरेर साह्रो दसैँमा मेला जान्छु केटी पढाउँछु तिहारमा बेर घर बसाल्छु घर बसाल्छु
गुरुहरूको माया अमूल्य शिक्षाले देखाउँछ सही बाटो। मेहनत अनुशासन र इमान सफलताको खोल्छ ढोका। साथी छ मेरो देश नेपाल हो हरियाली बन, जति बेले त्यही मात्र जान्छ मेरो मन। पसिना त बगाउनु यही देशको माटोमा, आफू लागिरहनु आफ्नो लक्ष्यको बाटोमा। हिमाल पहाड तराईमा भन्ने कार्यक्रममा म सहभागी भएँ। एउटा कविता वाचन गर्न गइरहेको जीवन। विद्यार्थी जीवन राम्रो लाग्छ, हरेक दिन केही नयाँ सिक्छु। कहिले हाँस्छु कहिले अलि बिहानै विद्यालय जान्छु, गुरुको कुरा ध्यानले सुन्छु। साथीहरूसँग रमाइलो गर्छु, गल्तीबाट पनि धेरै सिक्छु। पढाइ नै हाम्रो पहिलो नाम, मेहनत नै सफलताको काम। आज म राम्रोसँग पढ्नेछु तर्फबाट ज्ञान अगाधन। आजको सुनौलो शुक्रबार कार्यक्रम आधुनिक नेपालका परिकल्पनाकार तथा राष्ट्र निर्माता हुन्। उनको राज्यारोहणको समयमा नेपाल 2224 सेन र मल्ल राज्यमा विभाजित भयो। उनले वर्तमान नेपालको लगभग आधा भाग एकीकरण गरेपछि त्यो अभियान गर्दै